सम्पूर्णमा नमस्कार। म रामाचार्य बोले। अब हजुरलाई मैले कृषि सम्बन्धी तरकारी सम्बन्धी एउटा भिडियो देखाउन चाहे मेरा मित्रहरू। ल हेर्नुहोस्, एउटा यहाँ दक्ष किसान हुनुहुन्छ। लगभग यो तरकारी खेती गरेको 12-15 वर्ष भइसक्यो। अब यहाँ कागती छ, काँक्रा छ, खुर्सानी छ, टमाटर धेरै छ। मैले अहिले देखाउँछु उहाँको तरकारीहरू सबै के छन् फलाउनु भएको छ भनेर। एकदम मेहनती किसान, मेहनत। र यो चाहिँ नि ठ्याक्कै भन्दाखेरि दाङ घोराई अन्तर्गत कति नम्बर पर्छ? वडा नम्बर 4 अन्तर्गत। र अब मैले प्रत्यक्ष किसानीहरूको कसरी गर्नुभएको छ तरकारी खेती भनेर लिएर आएको छु। उहाँले अब कसरी गर्नुभएको छ, यो बेमौसम तरकारी गर्नुभएको छ गर्नु। यो खुर्सानी मेरा मित्रहरू, मधेसमा तराईमा चाहिँ नि बर्खामा खुर्सानी हुँदैन, तर यो दाङमा खुर्सानी 12 मास हुन्छ, यहाँ गर्न सकिन्छ। त्यो भएर चाहिँ नि के खेती गर्नुभएको छ, के तरकारी गर्नुभएको छ भनेर डिटेल रूपमा कसरी गर्ने भनेर। अब यहाँ दक्ष किसान हुनुभयो, त्यही भएर मैले धेरै कुरा गर्दैन, अब यहाँलाई कुरा गर्नुहुन्छ। ल हजुरले शुभ नाम भनिदिनु सर। नमस्कार, म चाहिँ बच्चुलाल चौधरी, घोराई उपमहानगरपालिका वडा नम्बर 4 डाँडागाउँ। र अब मैले अघि नै भनिसकेँ, अब अहिले तत्काल हेर्दाखेरि काँक्रा, कागती, खुर्सानी, भान्टा, प्याज यहाँ धेरै छ। र तरकारी बजारमा बेच्न जान पनि पर्दैन मेरा मित्रहरू, घरैमा आएर बिक्री हुन्छ अरे अघि भनिसक्नु भएको छ, हो कि होइन? मेरो खासमा बजार जाने भनेको अलि धेरै क्वान्टिटीमा अब एउटै चिज लगायो भने चाहिँ बजार जानुपर्छ, नत्र चाहिँ अब लगभग 500-600 बोट खुर्सानी छ अहिले। त्यो मलाई अहिले 1 किलो पनि बजार जानु पर्दैन, 1 किलो लगेर पनि। अनि प्याज छ, लगभग 8-10 क्विन्टल प्याज पनि होला, निस्किन्छ। त्यो पनि घरैबाट खपत हुन्छ। र काँक्रा त धेरै छैन, थोरै छ, त्यो पनि घरैबाट खपत हुन्छ। अहिले टमाटर 300-400 बोट टमाटर थियो, त्यस सिजनमा मलाई 1 किलो पनि बजार लगेर बेच्नुपर्ने अवस्था आएन। कागती छ, कागती मैले लगभग 100 बोट रोपेको हो। 100 बोटमा लगभग 80 बोट चाहिँ अहिले जागेर फल्ने अवस्थामा पुगेको छ। कागती सुन कागती हो। अहिले चाहिँ लगभग फुलेर एकचोटि झरिसक्यो। अब चाहिँ बर्खा सिजनमा फल्छ र वर्षमा त्यही हो, अहिले सुरुवाती अवस्थामा हुनाले 1 देखि 2 क्विन्टलको बिचमा फलिराखेको छ। एकदम राम्रो कुरा। मलाई ठ्याक्कै भन्दाखेरि कागती पनि बजार लाग्नु पर्दैन। भनेपछि ठ्याक्कै भन्दाखेरि हजुरले यो तरकारी खेती गर्न लागेको खासै कति वर्ष हो? किसान त त्यसै पनि किसानी हामी चौधरीको छोरो, सानैबाट किसानी खेती गर्यो। तर खासमा यो व्यावसायिक रूपमा अब एउटै यो तरकारी खेतीबाट नै आफ्नो जीविकोपार्जन गर्न लागेको हो मैले। अब 15 वर्षभन्दा भइसक्यो। 15 वर्षभन्दा बढी भयो। अहिले तरकारी खेती गर्नुभएको छ, गाई पनि पालन छ? एउटा गाई चाहिँ अब छ, अनि अलि 8-9वटा बाख्रा पनि छन्। 8-9वटा बाख्रा पनि छ। यत्रो काम भ्याउनु भएको छ हजुरले तरकारी खेती गर्नुभएको छ। किसान भनेपछि त्यही त हो, हात खुट्टाहरू फुटेका हुन्छन् होइन। एकदमै राम्रो कुरा यो भने, एकदमै मेहनत, बर्खा झरी होइन, घाम केही नभनिकन काम गर्दाखेरि सकिँदो रहेछ, भ्याइँदो रहेछ। हो, एकदमै राम्रो कुरो। त्यसो भने मैले अलिकन कुरा चाहिँ जोड्न चाहेँ। किसानले चाहिँ नि, दक्ष किसानले, मेहनती किसानले अनुदान पाउनुपर्छ। राज्यबाट अनुदान पाउनुभयो कि पाउनु भएन, हजुरले प्रोसेस गर्नुभयो कि गर्नु भएन, अनुदान पाए कि पाएन भनेर के छ, हजुरले पाउनुभयो कि नै, र हजुरले के पेस गर्नुभएको छ कि नै, यदि पाए राम्रो हुन्थ्यो, के छ यसो भने? यो मैले खासमा अनुदान कृषि कार्यालयबाट पटक चाहिँ पेस चाहिँ गरेको हो। अनि एकचोटि हाम्रो समूह थियो, उजेली कृषक समूह थियो, त्यसको लागि चाहिँ पाएको थिएँ। मैले व्यक्तिगत रूपमा पाएको छैन, अहिले पाउनु भएको छैन। मैले गत साल एउटा टनेलको लागि वडाबाट सिफारिस लगेर गएँ। वडामा 6 भने टनेलको कार्यक्रम छ भन्नुभयो, तर नगरमा जाँदाखेरि कार्यक्रम नै छैन, टनेलको कार्यक्रम नै छैन भन्नुभयो। त्यही भएर मैले व्यक्तिगत रूपमा आफ्नो लगानीमा लगभग 80,000 रुपियाँ खर्च गरेर एउटा टनेल बनाएको छु। किन पाउनु भएन तपाईँले? किन पाउनु भएन भन्नाले अब किसान, तपाईँले यत्रो 12-15 वर्षदेखि तरकारी खेती त गर्नुभएको छ, तपाईँले सबै यहाँ आएर अनुगमन आएर कर्मचारीले अनुगमन गरेपछि तपाईँ त तपाईँको बारीमा तरकारी जतिखेर टन्नै हुन्छ, टमाटर हुन्छ, खुर्सानी हुन्छ, सबै जुन मौसममा हो त्यही मौसमको तरकारी तपाईँले रेडी गरेर राखेको हुनुहुन्छ। तर तपाईँहरूले पाउनु भएन। अब उही झोलेहरूले मात्रै पाउँछन्, उनीहरूले झोला भिर्नेले, उसका पुच्छरीहरूले होइन, उनीहरूलाई सपोर्ट गर्नेले, तिनीहरूले मात्र, झोलेहरूले मात्रै पाउने। तपाईँ दक्ष किसानले त पाउनु पर्यो नि, किन पाउनु भएन? यो कारण के हो? त्यही अहिलेसम्म अब यो देशमा
अनुदान खाने भनेको कि त झोला बोक्नु पर्यो कि त भन्सुनमा अगाडि हुनु पर्यो, त्यस्ताले मात्रै पाउँछन्। सामान्य किसानले पाउँदैनन्। यो अहिलेसम्म पाएको अवस्था मैले देखेको छैन। सामान्य अब वडा कार्यालयले दिने भनेको 1-2 बोका बिउ दिने त्यो अलग्गै भेगो, नगरबाट दिने अब 1-2 लाख 1.5-2 लाखका कार्यक्रमहरू हामीले पाउन सकेको छैनौँ भनेर एकदमै यो उहाँले किसानले भनेको कुरो एकदमै राम्रो कुरो, सत्य कुरो गर्नुभएको छ मेरा मित्रहरू। यथार्थ सही किसानले, दक्ष किसानले पाएको छैन, उही झोलेले मात्रै पाएका छन् भनेर भन्नुभयो नि। यतिका 12 वर्ष 15 वर्ष भइसक्यो, अझैसम्म अनुदान पाउनु भएको छैन। उहाँको टर्नेल लगाएर तरकारी खेती गर्ने इच्छा थियो उहाँको, त्यो पनि नदिएर अहिले लास्टमा गएर आफै टर्नेल बनाउनु भएको छ आफ्नो लगानीमा। म टर्नेल देखाउने छु अहिले, तरकारी सबै देखाउने छु, अलिकन कुरा गर्छु मैले। त्यसो भने तरकारी खेतीमा मेहनत गरे पर फाइदा छ? फाइदा भन्नाले यस्तो हो, सधैँभरि फाइदा हेरेर पनि हुँदैन, हुँदै पनि हुँदैन, फाइदा पनि हुँदैन। अब समयअनुसार आफ्नो लोकल मार्केटमा के बिक्छ म त्यही अनुसार जाने गरेको छु। अब मैले पहिले एउटै चिज रोप्थेँ। मैले 3-4 वर्ष अगाडि मैले 1 वर्ष टमाटर मात्रै रोपेँ। पहिलो वर्ष 1 लाखको बेचेँ। अब त्यो धेरैमा थिएन, 2 कट्ठामा पनि थिएन। अनि अर्को वर्ष 4 कट्ठा बढाएर 4 कट्ठामा रोपेँ, 50-60 हजारको बेच्न सकिएन। त्यसै गरी अर्को 1 वर्ष ब्रोकाउली रोपेँ, त्यसबाट लगभग 2 कट्ठामा रोपेको 1 लाख रुपियाँ भयो। तर अर्को वर्ष फेरि रोप्दाखेरि 50-60 हजार बनाउन सकिएन। त्यस्तै अनेक झेल्दै मैले यो विचारमा आयो कि हाम्रो लोकल मार्केटमा, यो लोकल स्थानीय ठाउँमा तरकारी खेती गर्ने यहाँ नजिकमा खासै हुनुहुन्न किसानहरू। र किसानहरू नभएको कारणले मलाई यो लाग्यो कि अब ठुलो स्केलमा एउटै तरकारी खेती गर्नुभन्दा विविध जातको रोप्ने, अनि त्यसपछि स्थानीय ग्राहकहरूलाई के चाहिन्छ त्यो प्रोभाइड गर्ने भन्ने हेतुले मैले चाहिँ विभिन्न तरकारीहरू गर्ने, तर थोरै गर्ने भन्ने हिसाबले गरिराखेको छु। र अहिलेसम्म फलेको चिजहरूमा 2-3 वर्ष भयो। त्यो स्थानीय मागलाई मैले धान्न पनि अलि मुस्किल परिराखेको छ। एकदमै राम्रो कुरो। ल अब तरकारी देखाइदिनुहोस् हजुरले, कुन तरकारी छ त्यो अन्तर्गत? खुर्सानी, काँक्रा। अब यो भनेपछि यो काँक्रा लगाउने बेलासम्म कतिखेर लगाउनु भयो र अब फल्न लाग्यो भनेपछि कति भयो? यो कति दिन? 1.5 महिनाको भयो। यो 1.5 महिनाको भयो। हजुर। हजुरले यो बिरुवा ल्याएर लगाउनु भयो कि बिउ ल्याएर यहाँ लगाउनु? बिउ नै आफै यसैमा रोपेर, बिउ नै रोपेर आफै यो मल्चिङ सिस्टमले गर्नुभयो नि त। भनेपछि यो मल्चिङ सिस्टमले गर्दाखेरि धेरै राम्रो झार उम्रेन? झार उम्रेन, यसमा मल उडेर जाँदैन, चिस्यान रहिरहेको छ। अनि यसमा धेरै फाइदाहरू छन्। र उम्रिन पनि यो अलिक चिसोमा रोपेको राम्रोसँग उम्रियो, टाइममै उम्रियो। ल आउनुहोस् अब काँक्राको बारेमा। त्यसै गरेर कागती, हजुरले कागती कति 100वटा बिरुवा? 100वटा बिरुवा रोपेको, तर अहिले मसँग 80वटा मात्रै छ। 80वटा मात्रै छ? 80वटा। अब यो अहिले फुलेन? यो फुलेर झरिसकेको अवस्था हो, कता अडेको छ, धेरै जसो अडेको छैन। किन यो रुक्न सकेन? यसको दाना लानु खासमा के हुने रहेछ नि, यो भनेको सुक्खा सिजन हो, यसमा पानी पुर्याउन सकिएन। अनि त्यसले गर्दा मल खाद पनि राम्रोसँग दिन सकिएको छैन, अहिले झार्न लगाइराखेको छ। यो कागतीको बारेमा अलिकन हजुरले तालिमहरू अथवा केही? तालिमहरू लिएको छैन मैले। खासमा यो आफ्नो लगाएपछि हुन्छ कि भन्ने सोचमा लगाएको। एकदमै राम्रो कुरो मेरा मित्रहरू। उहाँले अब यो कागती पनि प्लस 100वटा बुटा लगाए अन्तर्गत अहिले 80वटा छ भनेर भन्नुभयो। यो अझै हुन त यो फल्ने बेला अब बुटो हाइटमा जाँदैछ, तर फल्न त फल्छ, अझै समय आउँदैछ होइन त, यसको तयार हुँदैछ किन। तर यसको बुटा पनि त्यही अनुसारको हुन पर्यो। अब कागतीको बारेमा जस्तै टर्नेल, अब यो टर्नेललाई हजुरले जस्तै आफ्नो लगानीमा ल भनिदिनुहोस् न, यो टर्नेल हजुरले जस्तै बनाउनु भयो, यति ठुलो संरचना कति लाग्यो होला लागतको यो टर्नेल बनाउँदाखेरि हजुरले? 80,000 रुपियाँ खर्च भएको छ। यो टर्नेल पुरै बनाउँदाखेरि 80,000 लाग्यो। अब यो माथिबाट भन्नाले तिरपाल यसमा लगाउने? यो यस्तो हो, आजभोलि तिरपाल आवश्यक परेन भावनाले मैले निकालेर राखेको छु। तिरपाल निकालेर राख्नु भएको छ भनेर यो तिरपाल माथि लगाएर कुन महिनामा गर्ने? यो बर्खामा, खासमा बर्खामा। हजुर, बर्खाको लागि मात्रै हो। बर्खामा यसमा पुरै बेर्ना हुन्छ, बेर्ना पनि बेचिन्छ। भनेपछि प्याज, अहिले यो प्याज यहाँ प्याज भयो पऱ्यो होइन? प्याज भयो। टमाटर हजुरले बेचिसक्नु भयो? टमाटर बेचिसक्नु, अहिले चाहिँ यो टमाटर बिक्री भइसकेको? टमाटर एकदम बिक्री भइसक्यो मेरा मित्रहरू। ल हेर्नुहोस्, भन्नाले सबै आइटम यहाँले राख्ने भनेर सबै आइटम राख्नु भएको छ। अब यो सबै प्याज जुन किसान भन्नाले आएको ग्राहकहरूलाई कुनै पनि मैले सबै दिन्छु भनेर उरेर यहाँले अब थोरै आइटम सबै आइटम राख्ने भनेर उरेर नै
उहाँले त्यो हिसाबले गर्नुभएको छ। आएकालाई नफर्काउने, यहीँ सबै घरै आउनुहुन्छ उहाँले, त्यही भएर चाहिँ नि सबैलाई दिने। र अब यो खुर्सानीको बारेमा भनिदिनु न सर। अब खुर्सानी त धेरै, यो खुर्सानी खेतीमा धेरै फाइदा छ भनेर भन्छन्, तर यो दाङ एरियामा त, दाङमा त झन् यो पानी कट्ने, बर्खामा पनि खुर्सानी हुन्छ भन्ने कुरा सुनियो। त्यो भएर के हो होला यसको बारेमा भनिदिनु। खासमा मैले हजुर त्यहाँ गएर भनिदिनु न, हजुर यहाँ जानु ल, भनिदिनु यता फर्केर ल। अब यो खुर्सानीको बारेमा मैले रोपेको चाहिँ असोजमा हो। यो ट्रायलको लागि मैले गत साल पनि रोपेको थिएँ। गत साल 300 बेर्ना रोपेको थिएँ, राम्रो भएको थियो। यो असोजमा रोपेको, असोजसम्म यो फलिरहेको छ। यो यसमा खासमा यो गर्मीमा चाहिँ पानीको यसको प्राण बचाइदिनु पऱ्यो। अहिलेसम्म पनि फलिराखेको छ र अब झन् अहिले पानी परेको छ, यसलाई एकदम राम्रो भएको छ। यसलाई अरू केही गर्नु पर्दैन, त्यस्तो औषधि पनि हाल्नु पर्दैन। सबभन्दा किसानहरूलाई के भयो भने चाहिँ मेन कुरो, तरकारी खेती गर्ने भने आधा विषादी हालेर चाहिँ आफ्नो ज्यान चाहिँ जोखिम पार्ने काम गरिराख्नु भएको छ। मैले त्योबाट चाहिँ म वञ्चित छु। एकदमै राम्रो कुरा गर्नुभएको छ। भनेपछि यो अहिले हजुरले यो खुर्सानी के नामको खुर्सानी होला सर? यो नामधारी। हेर्नुहोस् है, एकदमै बाक्लो फलेको छ। मैले देखाइदिनु चाहिँ मेरो नामधारी। हजुर, नामधारी। यो खुर्सानीको नामधारी भनेर भन्नुभयो। त्यसो भने खुर्सानीमा त बढी फाइदा। खुर्सानी टिपी गर्न पाइयो, यसको धुलो पनि बनाएर बेच्न सक्यो, सुकाएर पनि बेच्न सक्यो, हरियो बिक्री भयो, न त फर्काएर ल्याउनु सक्यो। अहिलेसम्म मलाई बजार जानु परेको छैन। यो स्थानीय ग्राहकहरू नै आएर दिनमा 1 किलो 2 किलो 3 किलो 4 किलो जति आवश्यक पर्छ उहाँहरूले लिएर जानुहुन्छ। अलिकति बढी भयो, अलिकति पाकिराखेको छ, त्यो सुकाएर राखिदिन्छु। त्यसो भने एकदमै राम्रो हो। खुर्सानीमा एकदम तरकारीमा सबै आइटममा सबैभन्दा बढी फाइदा खुर्सानीमा एकदम बढी फाइदा भन्दा पनि यसमा खासै औषधि छिट्नु परेन। आफ्नो स्वास्थ्यको लागि त्यसमा पनि फाइदाजनक भयो। त्यस कारणले मलाई चाहिँ यो लोकल बजारमा कट्ने भावनाले बजार जानु पर्दैन, ढुवानीको समस्या आएन। त्यही हो मेरो खासमा चाहिँ तरकारी। त्यसो भने तरकारी उत्पादन, तरकारी फलाउँदाखेरि, तरकारी खेती गर्दाखेरि सबैभन्दा ध्यान दिनुपर्ने कुरा के? सबैभन्दा ध्यान दिनुपर्ने कुराहरू त त्यही हो। अब समय, सिजन अनि मल बिउ सबै चाहिँ उचित रूपमा रोप्नु पर्यो। अब कुन समयमा के रोप्दाखेरि बढी फाइदा हुन्छ, कुन मुनाफा आउँछ, त्यसमा जानु पर्यो। र बेमौसमी पनि त बेमौसमी गर्न सकियो, तर बेमौसमीमा गर्दाखेरि मलाई चाहिँ बेमौसमी किन गर्न मन लाग्दैन भने चाहिँ औषधि बढी प्रयोग पर्ने हुन्छ, लागत खर्च पनि बढ्छ र आफ्नो स्वास्थ्यको लागि पनि त्यति नै नोक्सानदायक हुन्छ। एकदमै राम्रो कुरा गर्नुभयो। त्यसो भने अब हजुरलाई विदेश जानुभयो हजुर? विदेश एकपल्ट गएर आएको हो। एकपल्ट, तर धेरै अवधिको लागि होइन, 2 महिना मात्रै गइयो। 2 महिना मात्रै बसेर आउनुभयो? भिसामा गइयो, अनि फर्काएर आउनुपर्ने अवस्था आयो। त्यसपछि जान मन लागेन? त्यसपछि मलाई चाहिँ जान मन लागेन, यस्तै रहेछ विदेश पनि भन्ने जस्तो लाग्यो। अनि त्यसपछि आएर यहीँ फर्केर यही काम गरेँ। त्यसपछि त अब 2 महिना मात्रै विदेश गएर बस्नुभयो, त्यसपछि यहीँ आएर यी तरकारीमै बिजी हुनुभएछ, लाग्नुभएछ। त्यसपछि यहीँ केही नेपालमा गरेर फाइदा छ, यहीँ गर्छु, यहीँ बिजी हुन्छु भनेर भन्नुभयो। फाइदा भन्नाले मैले त्यस्तो धेरै रुपियाँ कमाएको छैन, तर आफ्नो घर परिवारलाई सन्तोषमा राख्न सकेको छु। 2टा छोराहरू छन्, पढाएको छु होइन। अनि त्यसपछि गएर यो धेरै रुपियाँ भन्दा नि आफ्नो स्वास्थ्यको लागि ख्याल गर्नलाई यो चाहिँ उचित छ। एकदमै राम्रो कुरा। यति मात्रै नभएर मैले लगभग 1.5 बिघा धान खेती गर्छु। अहिले गहुँ पनि लगभग 10 कट्ठामा गहुँ पनि छ, प्याज छ 4-5 कट्ठामा, त्यो पनि रोपिराखेको छ, निस्किने अवस्थामा छ। सबै जुन सिजनमा जे हुन्छ सबै गर्ने हो, त्यही गरिराखेको छ। त्यसो भने त अब अहिले हालचालमा हेर्दाखेरि त विदेश प्लान भएका भइछन्, नेपालमा केही पनि छैन, फाइदा छैन भनेर विदेश प्लान भएका भइछन्। अब त्यो उहाँहरूलाई के भन्न चाहनुहुन्छ तपाईँले? अब यहाँ पनि सम्भावना गर्नेहरू पनि त रहेछ। अब मान्छेको जिन्दगीमा जति पैसा कमाए पनि पुग्दैन। आफूसँग भएको जे छ त्यसमा सन्तोष हुन सिक्नु पर्यो। र पैसा मात्रै नभएर घर परिवारलाई कसरी साथ दिने र आफ्नो परिवारलाई सुसंस्कृत र व्यवस्थित कसरी बनाउने भन्ने कुरामा ध्यान गयो भने त्यो पैसाले मात्रै काम गर्दैन। एकदमै राम्रो। त्यसो भने ल भन्नुहोस्, अब तरकारी खेती एकदम गर्नुभएको छ, हजुर त मेहनती दक्ष किसान, 12-15 वर्ष भइसक्यो। राज्यबाट के आशा राख्नुहुन्छ? तपाईँले अनुदानै कतिचोटि पेस गर्नुभयो, अनुदान पाउनु भएको छैन। नेपाल कृषि प्रधान देश भनेर त भनियो। अब कृषि प्रधान नेपालमा देश नाम मात्रै राखियो, तर मेन किसानले चाहिँ केही पाएकै छैन। गुनासोकै गुनासो छ। तपाईँले के भन्न चाहनुहुन्छ? अब दक्ष किसानलाई पाउनु पर्यो, तपाईँले पाउनुभएको छैन, तपाईँ
निराशा हुनुहुन्छ भने भर्खर मैले सुने, के भन्न चाहनुहुन्छ तपाईँले? दक्ष किसानलाई खेतमा आएर हेरिदिएर दिए त हुन्थ्यो, तपाईँ त यहाँ तरकारी खेती टन्नै लाउनु भएको छ। यस्तो हो, नेपाल राज्यका कर्मचारीको पनि दोष हो अनि त्यसपछि नेताहरूको पनि दोष हो। यसमा चाहिँ के भनेपछि कर्मचारी अफिसमा मात्रै बस्ने भए, फिल्डमा कसले कति गरिराखेको छ भन्ने कुरा कहिलेकाहीँ फिल्ड कर्मचारीहरू खटाएर यसो निगरानी गर्दाखेरि पनि हुने हो। तर यो चाहिँ नेपालमा गरिराखेको छैन, यो चाहिँ सम्भव हुने कुरा हो तर सम्भव गराइएको छैन। र मल बिउ पनि टाइममा पाउँदैन। यस्ता किसानहरूलाई अब प्रोत्साहन गर्नलाई किसानहरूलाई चाहिँ मल बिउको सुविधा दिनु पर्यो, अनि त्यसपछि सिँचाइको सुविधा दिनु पर्यो। यति भयो भने अब धेरै अनुदान पनि दिइराख्नुपर्छ भन्ने मलाई लाग्दैन। त्यस पनि हजुरलाई धेरै राम्रो सन्देश कुरा राख्नु। हजुरलाई धेरै धेरै धन्यवाद। थ्याङ्क यू, नमस्कार।